ल लोकसेवाको आइटी अफिसरको लागि चाहिँ हामीले कस्तो कस्तो खालको इक्जाम्सहरू दिनुपर्छ भनेर यो भिडियोमा हामी हेर्नेछौँ। जसमा चाहिँ हाम्रो यहाँनिर फर्स्टमा चाहिँ हामीले यो इक्जाम्सहरूलाई दुई भागमा डिभाइड गरेको छ, प्रथम चरण र द्वितीय चरण भनेर। हाम्रो प्रथम चरणमा चाहिँ के हुन्छ त भन्दाखेरि फर्स्टमा हामीले चाहिँ फर्स्ट पेपर दिनुपर्ने हुन्छ, जसमा चाहिँ हाम्रो 100 मार्क्सको एमसिक्यू मात्रै हुन्छ भने त्यो फर्स्ट पेपर पास गरिसकेपछि हामीले चाहिँ सेकेन्ड पेपर दिनुपर्ने हुन्छ, जसमा फेरि 100 मार्क्सको हाम्रो सब्जेक्टिभ क्वेसनहरू हुन्छ। यो दुईवटा लिखित परीक्षा पास गरिसकेपछि हामी चाहिँ दोस्रो चरणमा जान्छौँ। दोस्रो चरणको फर्स्टमा चाहिँ हाम्रो प्रयोगात्मक परीक्षा हुन्छ, 50 मार्क्सको प्र्याक्टिकल। अनि त्यस पछाडि त्यो प्रयोगात्मक परीक्षा पनि पास गरिसकेपछि चाहिँ हाम्रो ग्रुप टेस्ट हुन्छ। भन्नुको मतलब त्यहाँबाट सेलेक्टिभ हाम्रो क्यान्डिडेटहरूलाई चाहिँ एकै ठाउँमा राखिन्छ अनि त्यहाँ पनि ग्रुप इन्टरभ्यू अथवा ग्रुप टेस्ट हुन्छ, जसमा चाहिँ हामीले चाहिँ प्रेजेन्टेसनहरूको कुरा गर्नुपर्ने हुन्छ, जसमा चाहिँ हामीले 10 मार्क्स राखिएको हुन्छ। यो ग्रुप स्टेजबाट पनि छानिएकाहरूलाई चाहिँ हामीले इन्टरभ्यूमा बोलाइन्छ अनि त्यो इन्टरभ्यूमा चाहिँ हाम्रो लास्ट स्टेज हो, जसबाट चाहिँ हामी को सेलेक्ट हुने अथवा को नहुने भन्ने कुरा चाहिँ यहाँबाट डिसाइड हुन्छ।